बार्सिलोनाले पोइन्ट ड्रप गर्छ भनेर पर्खेर बस्नुभएका सम्पूर्ण साथीहरूमा मेरो गहिरो दुःख प्रकट गर्न चाहन्छु र फेरि पनि भन्न चाहन्छु बार्सिलोनाले क्याम्प नाउमा हार्ने कुरै आउँदैन। किन भन्दाखेरि मेसी दाजुले आशीर्वाद दिएर जानुभएको ग्राउन्ड हो नि त। आरसिडी मायोर्कालाई मतलब एउटा भाइले के भन्थ्यो भन्दाखेरि आरसिडी मायोर्काको दाइ त्यो लोगो त्यस्तै छ, झन् सेतो टी सर्ट लाएर आयो भने त 100% जित्छ भन्थ्यो। ठ्याक्कै के मतलब त्यो भाइ कहाँ छ होला अहिले यार। मतलब भाइले यो भिडियो हेर्दैछ भने कमेन्ट गर है रेगे। इसका बार्सा इसका कातालोनिया ला लिगाको टपमा छौँ अझै पनि हामी र लास्टसम्म पनि हामी नै हुन्छौँ पूर्ण विश्वास छ होइन। यामालको ब्याङ्गर गोल मतलब यामाल यार आजकल कस्तो मतलब कति राम्रो हुँदै आएको कि रासफोर्डले पनि ट्राई गरेकै हो आज होइन, बवाल ट्राई गरेकै हो। लेभेन्डोस्की दाजुलाई पनि धेरै धेरै धन्यवाद। अन्तिम सिजनमा पनि तपाईँले यतिको प्रयास गरिराख्नु भएको छ गोल हान्नुलाई। अनि बर्नाल म्यान बर्नाल यो केटालाई धेरै चान्स दिनुपर्छ होइन, यसले यसको भविष्य उज्जवल छ क्या बार्सिलोनामा। हुन त बार्सिलोनामा बस्नेहरूको भविष्य उज्जवल नै हुन्छ। ड्रोले छोडेर बहुत घाटा लाग्यो त्यसलाई।